नमस्कार, स्वागत छ आलोक डिजिटलमा। यहाँ हामी तथ्यका आधारित रोचक डकुमेन्ट्री र जानकारीमूलक भिडियो ल्याउने गर्छौँ। यदि तपाईँहरूलाई यस्ता भिडियो मनपर्छन् भने एक सब्सक्राइब गर्न नबिर्सिनुहोला। अब सुरु गरौँ है आजको भिडियो। आजको भिडियो चाहिँ जेएनजी प्रोटेस्टको बारेमा छ। जेएनजी प्रोटेस्ट पछिल्लो केही वर्षको यो शब्द संसारभर नै सुनिन थालेको छ। तर आखिर जेएनजी प्रोटेस्ट भनेको के हो? के यो केवल विरोध प्रदर्शन हो कि आफ्नो आवाज सुनाउने एउटा माध्यम? आजको भिडियोमा हामी यही विषयलाई तथ्यका आधारमा बुझ्ने प्रयास गर्छौँ। जेएनजी भन्नाले सामान्य सन् 1990 देखि 2012 बीच जन्मेका पुस्तालाई जनाइन्छ। यो पुस्ता इन्टरनेट, स्मार्टफोन र सामाजिक सञ्जालसँगै हुर्किएको हो। त्यसैले उनीहरू विश्वभर भइरहेको घटनाबारे छिट्टै जानकारी पाउँछन् र आफ्नो विचार पनि छिट्टै सार्वजनिक गर्न सक्छन्। जब कुनै सामाजिक शिक्षा र वातावरणीय वा अन्य सामाजिक विषयमा उनीहरू सुधार आवश्यक लागेको महसुस हुन्छ, धेरै युवाले शान्तिपूर्ण रूपमा आफ्नो धारणा व्यक्त गर्छन्। यस्तो अभिव्यक्तिलाई धेरै ठाउँमा जेएनजी प्रोटेस्ट भनेर चिनिन्छ। तर सबै प्रदर्शन एउटै कारणले हुँदैन। तर सबै प्रदर्शन कतिपय ज्याली रूपमा हुन्छ, कतै सामाजिक सञ्जाल अभियानको रूपमा र कतै छलफलको रूपमा। अभियानका रूपमा पनि हुन्छन्। धेरै युवाहरूले उद्देश्य आफ्नो आवाज सम्बन्धित निकायसम्म पुर्याउन र सकारात्मक परिवर्तन माग गर्नुहुन्छ। तर कुनै पनि आन्दोलन वा विरोध सफल हुन तथ्य, जिम्मेवारी, शान्तिपूर्ण व्यवहार र एकअर्काको सम्मान आवश्यक हुन्छ। गलत सूचना, अफवाह र हिंसाले वास्तविक उद्देश्यलाई कमजोर बनाउन सक्छ। त्यसैले कुनै पनि विषयलाई आफ्नो धारणा बनाउनु अघि तथ्य जाँच्नु, विभिन्न स्रोतबाट जानकारी लिनु र फरक विचारको सम्मान गर्नु महत्त्वपूर्ण हुन्छ। अत्यन्त कुनै पनि समाजमा युवा आवाज महत्त्वपूर्ण हुन्छ, तर त्यो जिम्मेवार, शान्तिपूर्ण, तथ्य आधारित हुँदा मात्र दीर्घकालीन सकारात्मक परिवर्तन हुन्छ। यो भयो त जेएनजी प्रोटेस्ट भनेको के हो। अब हामी जान्नेछौँ भाद्र 24 गते नेपालमा के भएको थियो त। भाद्र 24 गते नेपालको आन्दोलन कस्तो रूप लिएको थियो, कतिजना मरे, त्यस्ता रूप हामी यहाँ प्रस्तुत गर्नेवाला छौँ। भिडियो अन्तिमसम्म हेर्नुहोला। अब हामी जान्नेछौँ भाद्र 24 गतेको डकुमेन्ट्री फाइल। यहाँ तथ्यका आधारित र निष्पक्ष नेपाली डकुमेन्ट्री शैलीको एउटा लामो फाइल छ। भदौ 24 गते भएको जेएनजी आन्दोलन पछिल्ला वर्षहरूमा नेपालमा सबैभन्दा धेरै चर्चामा आएको घटनामध्ये एक बन्यो। युवाहरू विभिन्न माग र चासोका विषय लिएर सडकमा उत्रिएका थिए। सुरुमा धेरै स्थानमा प्रदर्शन शान्तिपूर्ण रूपमा भएको देखिए पनि दिन बित्दै जाँदा केही ठाउँमा तनाव बढ्यो र प्रहरी तथा प्रदर्शनकारी बीच झडप भएका समाचार सार्वजनिक भए। त्यस क्रममा सार्वजनिक तथा निजी सम्पत्ति क्षति पुगेको, केही व्यक्ति घाइते भएको र सुरक्षाका लागि थप प्रहरी परिचालन गरिएको जानकारी बाहिर आयो। घटनापछि आन्दोलन किन यस्तो मोडमा पुग्यो, यसको भूमिका के थियो र भविष्यमा यस्ता घटना दोहोरिन नदिने के गर्न सकिन्छ भन्ने विषयमा व्यापक छलफल सुरु भयो। यस घटनाले युवा आवाज, नागरिकको अभिव्यक्ति स्वतन्त्रता, सार्वजनिक सुरक्षा र जिम्मेवारी आन्दोलनबारे देशभर बहस गरायो। विभिन्न पक्षले आआफ्नो धारणा राखे। अनुसन्धानहरू पनि भए, तर एउटा कुरा स्पष्ट देखियो, कुनै पनि आन्दोलन सफल हुन त्यसको उद्देश्य स्पष्ट, नेतृत्व, जिम्मेवारी, सूचना, तथ्यमा आधारित र प्रदर्शन शान्तिपूर्ण हुनु अत्यन्त आवश्यक हुन्छ। लोकतान्त्रिक समाजमा नागरिकले आफ्नो विचार व्यक्त गर्ने अधिकार राख्छन्, तर यो अधिकार सँगै कानुनको सम्मान, अरूको सुरक्षा ख्याल, सार्वजनिक सम्पत्तिको संरक्षण गर्ने जिम्मेवारी पनि जोडिएको हुन्छ। त्यसैले भदौ 24 गते घटनाले सबैलाई एउटा महत्त्वपूर्ण सन्देश दिएको छ।
परिवर्तनको चाहना आवश्यक छ, तर त्यो परिवर्तन संवाद, सहकार्य, तथ्य र शान्तिपूर्ण माध्यमबाट खोजिँदा मात्र समाजका लागि दीर्घकालीन रूपमा लाभदायक हुन सक्छ। अब यो त भयो त्यो दिनको इन्ट्रोडक्सन। अब हामी बुझ्नेछौँ त्यो दिन स्पष्ट रूपमा के भएको थियो त, कस्तो चलेको थियो त आन्दोलनले कस्तो मोड लिएको थियो भन्ने हामी बुझ्छौँ। लु अब हामी सुरु गर्नेछौँ। भदौ 24 गते बिहानदेखि नै विभिन्न स्थानमा युवाहरूको उपस्थिति बढ्न थाल्यो। सुरुमा प्रदर्शन शान्तिपूर्ण रूपमा अगाडि बढिरहेको देखिएको थियो। प्रदर्शनकारीहरूले आफ्ना माग राख्दै नाराबाजी र झ्याली गरिरहेका थिए। तर दिन बढ्दै जाँदा केही स्थान अवस्था तनावपूर्ण बन्दै गयो। प्रहरी र प्रदर्शनकारी बीच ढकेल तथा झडप भएका समाचार आए। त्यसपछि केही क्षेत्रमा ढुङ्गामुढा, आगजनी र तोडफोडका घटना पनि भए, जसका कारण सार्वजनिक तथा निजी सम्पत्ति क्षति पुग्यो। सुरक्षाको अवस्था नियन्त्रणमा लिन थप प्रहरीले परिचालन गर्यो। केही स्थानमा बलप्रयोग समेत गरियो, रिपोर्ट सार्वजनिक भयो। घटनापछि धेरै मानिसहरू घाइते भए, केहीलाई नियन्त्रणमा लियो र आन्दोलनको शान्तिपूर्ण सुरुवात अन्त्यतिर पुग्दा हिंसात्मक मोडमा पुगेको भन्दै देशभर व्यापक बहस सुरु भयो। त्यसपछि सरकारले घटनाको अनुसन्धान प्रक्रिया अघि बढायो र वास्तवमा के कारणले आन्दोलन यस्तो मोडमा पुग्यो भन्ने विषयमा विभिन्न निकायले छानबिन गर्न थाले। छानबिन गर्दै सरकारको फाइलमा यस्तो पनि देखिन्छ। त्यो अब हामी फेरि सुरु गर्नेछौँ अर्को फाइल सुरु गरेर। लु सुन्नु है त। भाद्र 24 गतेको दिनको अन्त्यतिर के भयो त, त्यो हामी अब बुझ्नेछौँ। दिनको अन्त्यतिर आन्दोलनको अवस्था अझ तनावपूर्ण बन्दै गयो। केही स्थानमा झडप, तोडफोड र आगजनीका घटनापछि सुरक्षाकर्मीले स्थिति नियन्त्रणमा लिन थप बल परिचालन गरे। त्यसपछि धेरैजसो क्षेत्रमा प्रदर्शन बिस्तारै रोकियो र सुरक्षा व्यवस्था कडा बनाइयो। घटनापछि केही व्यक्तिहरू पक्राउ परे, घाइतेहरूको उपचार गरियो र क्षतिको विवरण सङ्कलन सुरु भयो। त्यससँगै सरकारले घटनाको छानबिन गर्ने प्रक्रिया अगाडि बढायो। भाद्र 24 गतेको घटनाले देशभर आन्दोलन, सार्वजनिक सुरक्षा, अभिव्यक्ति स्वतन्त्र र जिम्मेवारको नागरिक सहभागिताबारे व्यापक बहस सिर्जना गर्यो। यस घटनाबाट धेरै शान्तिपूर्ण संवाद र कानुनी प्रक्रिया मार्फत समस्या समाधान गर्नु नै दीर्घकालीन रूपमा सबैभन्दा प्रभावकारी बाटो भएको निष्कर्ष निकाले। धेरै मिडिया, धेरै समाचार मार्फत हामीले यो ठुलो डकुमेन्ट्रीको फाइल बनाएका छौँ। यसमा कुनै पनि पार्टी वा कुनै पनि व्यक्तिलाई तोकिएर कुनै पनि किसिमको व्यक्तिलाई हानि पुग्ने बहस यहाँ केही गरिएको छैन। र यसै भन्दै म यो भिडियोलाई यहीँ अन्त्य गर्न चाहन्छु। बाँकी बहस हामी अर्को भिडियोमा गरौँला। धन्यवाद। लाइक, सब्सक्राइब गर्न नबिर्सिनु।